ल बधाई छ मान्छेज्यू बधाई छ धन्यवाद अभिलाई दिन्छ है त अस्ति भन्नुभएको थियो नि त मैले भनेको थिएँ माला अभिर लाउन आउँछु भनेको दाइ अबिर लाउनुभन्दा अगाडि चाहिँ मत पनि हेरौँ न मत सुनौँ होइन यतिखेर हामी झापा क्षेत्र नम्बर 1 कि लगभग विजेता भइसक्नु भयो कि माननीय निशा डाङ्गेज्यूलाई घोषणा मात्र हुन बाँकी छ उहाँ रासोपाबाट विजय हासिल गर्दै हुनुहुन्छ र प्रकाश सुवेदी सर यही क्षेत्रको बासिन्दा हुनुहुन्छ होइन मैले गर्दैलो अभियानमा योभन्दा अघि आइरहँदाखेरि चाहिँ मैले बोलेकै थिएँ सार्वजनिक रूपमा होइन अब म एकैचोटि म अभिर लाउन आउँछु माला लाउन आउँछु भनेको थिएँ अब ठुलो हर्ष बढाइ नगर्ने भन्ने पार्टीले निर्देशन दिएको कारणले गर्दाखेरि अभिर टिका लगाएर चाहिँ स्वागत गर्दैछौँ र अर्को सबभन्दा ठुलो कुरा के थियो भने जब यहाँ बोलेका कुराहरू जब टिकटकहरू आउनु थाल्यो भाइरल हुन थालेपछि चाहिँ मलाई यहाँको हाम्रो क्षेत्रको काङ्ग्रेसका उम्मेदवारहरू अरू काङ्ग्रेसका साथीहरूले चाहिँ तपाईँ सक्दो